जय मसीह। म प्रकाश परियार, क्यारिस बाइबल चर्चका पास्टर, यहाँहरूलाई यस जीवित वचन कार्यक्रममा स्वागत भन्न चाहन्छु। गएको समयमा हामीले प्रकाशको पुस्तकबाट अध्ययन गरेका थियौँ भने आज हामी रोमीको पुस्तकबाट हाम्रो अध्ययनलाई अघि बढाउनेछौँ। आउनुहोस् हामी सुरु गरौँ हाम्रो आजको अध्ययनलाई। रोमीको पुस्तक प्रेरित पावलले लेखेका थिए। यसमा 16 अध्यायहरू छन्। यदि ध्यान दिएर हामीले अध्ययन गर्छौँ भने 16 अध्यायलाई हामी 3 भागमा विभाजन गर्न सक्छौँ। 1 देखि 8 अध्यायमा येशूले सिद्ध्याउनु भएको मुक्तिको कामको विषयमा पावलले बयान गर्दछन् भने 9 देखि 11 अध्यायमा इजरायल राष्ट्रसँग परमेश्वरले गर्नुभएको उहाँको प्रतिज्ञा उहाँले बिर्सनु भएको छैन भनेर पावलले बयान गर्छन् भने 12 देखि 16 अध्याय चाहिँ 1 र 8 अध्यायमा पावलले बताइसकेका थियो मुक्तिको विषयमा प्रभु येशूले सिद्ध्याउनु भएको कामको आधारमा आज तपाईँ र मेरो दैनिक जीवन पनि हुनुपर्दछ। त्यही सिद्धान्तलाई सुहाउँदो हाम्रो जीवन पनि हुनुपर्दछ भनेर पावलले बताउँदछन्। पावलले लेखेका पत्रहरूको विषयको सम्बन्धमा प्रेरित पत्रुसले भन्छन्, दोस्रो पत्रुसको पुस्तक 3 अध्यायको 16 पदमा उनले लेखेका कतिपय कुराहरू बुझ्नलाई अलि कठिन छ र अशिक्षित र चञ्चल मनका मानिसहरूले अरू धर्मशास्त्रहरूलाई जस्तै गरिकन उल्टा पल्टा पारिकन आफ्नै विनाश ल्याउँछन् भनेर पत्रुसले बताएका हामी पाउँदछौँ। रोमीको पुस्तकमा जीवन परिवर्तन गर्ने सत्यता छ, तर पवित्र आत्माले प्रेरित पावललाई के भन्नुभयो भन्ने कुरा बुझ्नका लागि परिश्रम र दृढ संकल्पको आवश्यक पर्दछ। जब हामी रोमीको पुस्तक राम्रोसँग बुझ्दछौँ तब हामी सम्पूर्ण बाइबलमा परमेश्वरले प्रकट गर्न खोज्नु भएको ईश्वर शास्त्र बुझ्न सक्नेछौँ। जोन क्रिसोस्टम भन्ने एकजना एन्टियोकका बिशप थिए। उनले तेस्रो शताब्दीको अन्ततिर हरेक आइतबार मण्डलीमा रोमीको पुस्तक उच्च स्वरमा पढ्न लगाउँथे। पावलले रोमीहरूलाई लेखिएको यस पत्रमा ईसाई विश्वासको महान सत्यता बताउँदछन्। रोमीको पुस्तकको विशेषतालाई हामी विचार गर्छौँ भने धर्मशास्त्र भरि नै सबैभन्दा सुव्यवस्थित ईश्वर शास्त्रको प्रस्तुतिलाई यसले समावेश गर्दछ। यस पुस्तकले विश्वासीहरूका जीवनको लागि क्रुसको अर्थलाई व्याख्या गर्दछ। येशू किन सम्पूर्ण मानव जातिका लागि मर्नुभयो भनेर व्याख्या गर्दछ। पावलले ईसाई विश्वासको मूल अवधारणालाई प्रष्ट पार्दछन्। पाप र धार्मिकता, विश्वास र कामहरू, परमेश्वरले एक मानिसलाई दोषमुक्त गर्ने काम अर्थात् धार्मिक तुल्याउने कार्य र उहाँको चुनावलाई प्रष्ट रूपमा पावलले बताउँदछन्। निश्चय नै रोमीको पुस्तक बाइबलमा सबैभन्दा बढी सिद्धान्तले भरिएको पुस्तक हो, किनभने यसले ईसाई विश्वासका आधारभूत कुराहरूको अति नै व्यवस्थित र क्रमबद्ध रूपरेखा उपलब्ध गराउँदछ। यो पुस्तक एक विश्वासीलाई परिपक्व बनाउनको लागि निकै लाभदायी छ र कुनै एक व्यक्तिलाई ईसाई विश्वासको बारेमा छोटो परिचय दिनका लागि पनि यो पुस्तक निकै नै लाभदायी छ। त हामी सुरु गरौँ। अध्याय 1 पददेखि 7 पदसम्म आज हामी अध्ययन गर्नेछौँ। विशेष गरिकन 1 अध्यायमा मानव जाति परमेश्वरको अघि चाहिँ दोषी भएर चाहिँ खडा हुन्छ भनेर पावलले विशेष बताउन खोजेका छन्। तर हामी हेर्छौँ आज परिचयको भाग मात्र। 1 देखि 7 पदमा पावलले रोमका विश्वासीहरूलाई अभिवादन गर्दछन्। 1 पदमा हामी सुरु गरौँ। पावलले आफैलाई रोमका ईसाईहरूका माझमा आफ्नो परिचय दिँदछन् र भन्छन्, म पावल येशू ख्रिस्टको दास, प्रेरित हुनलाई बोलाइएको र परमेश्वरको त्यस सुसमाचारको निम्ति अलग गरिएको हुँ भनेर उनले बताउँदछन्। उनले आफ्नो नाम बताउँछन् पावल भनेर। पावल जसलाई टार्ससका साउल भनेर पनि चिनिन्थ्यो, उनको पहिलेको नाम। उनको जीवनीको बारेमा प्रेरित 8 अध्याय र 28 अध्यायमा राम्रोसँग बताइएको छ भने गलातीको पुस्तक 1 र 2 अध्याय अनि दोस्रो कोरिन्थी 11 र 12 अध्यायमा पनि हामी उनको जीवनीको बारेमा पाउँदछौँ। पावल उनको तेस्रो प्रचार यात्राको समयमा कोरिन्थमा थिए भनेर प्रेरितको पुस्तक 20 अध्यायको 2 र 3 पदले बताएको पाउँदछौँ। प्रेरित पावलले यो पत्र विशेष गरी रोममा भएका विश्वासीहरूका लागि लेख्दछन्। यो पत्र लेख्दा पावल कोरिन्थ सहरमा हिउँदको समयमा त्यहीँ बसिरहेका थिए र उनले त्यहाँ लामो समय बिताएका थिए। उनको मन र मस्तिष्कमा रोम सहरका विश्वासीहरू थिए।
पावलले यो पत्र लेख्नुभन्दा पहिले उनी एक इसाई भइसकेपछि रोममा गएका थिएनन्। त्यस बेलासम्म रोममा केही विश्वासीहरू विभिन्न ठाउँमा समूहगत रूपमा चाहिँ भेला भएर परमेश्वरको आराधना गर्ने गर्दथे। तिनीहरूको विश्वासको गवाईको बारेमा सबैतिर सुनिएको थियो, किनभने रोम सहर रोमको राजधानी पनि थियो। उनको मनमा रोमी विश्वासीहरू थिए। तिनै विश्वासीहरूलाई विश्वासमा परिपक्व बनाउनको लागि पावलले यो पत्र लेख्दछन्। यो कुरा रोमीको पुस्तक 16 अध्यायको 1 पद र 23 पद अनि पहिलो कोरिन्थीको पुस्तक 1 अध्यायको 14 पदसँग पनि आधारित छ। धेरै टिप्पणीकारहरूले रोमीको पुस्तकको मिति तोक्दाखेरि 53 एडीदेखि लिएर 58 एडीको बीचतिर लेखिएको थियो भनेर पनि मानिलिएको हामी पाउँदछौँ भने पावलले यो पत्र लेख्दा उनी इसाई भएको लगभग 20 वर्ष भन्दा अझ बढी भइसकेको थियो। उनले यरुशलेमको यात्रा गर्दै गर्दा यरुशलेमको यात्रापछि रोममा पनि यात्रा गर्ने विचार गरे, तर रोमको यात्रा भन्दा पहिला उनले रोममा भएका इसाईहरूलाई यो सुन्दर पत्र लेख्ने विचार गरे। पावल रोम जाने प्रयास गर्दा पवित्र आत्माले उनलाई यरुशलेममा पर्खिरहेको खतराको बारेमा चेतावनी दिनुभयो। पावलले मण्डलीहरूलाई लेखेका अन्य पत्रहरू भन्दा यो पत्र फरक छ। पावलका अन्य पत्रहरू मण्डली र मण्डलीमा देखिएका समस्याहरूमा केन्द्रित हुन्छन्, तर रोमीको यो पुस्तक परमेश्वर र मानिसको उद्धारको लागि उहाँको महान योजनामा केन्द्रित हुन्छ। पावलले भन्छन् येशू ख्रीष्टको दास प्रेरित हुनलाई बोलाइएको भनेर आफ्नो परिचय दिन्छन्। पावलले आफैलाई पहिले येशू ख्रीष्टको दास भनेर चिनाउँछन्, त्यसपछि मात्र प्रेरित हुनलाई बोलाएको हुँ भनेर उनले गर्छन्। पावल जो एकताका इसाई विश्वासलाई खतम पार्छ हुन लागि पर्ने व्यक्ति, जब येशू प्रभुसँग उनको जम्का भेट भयो र प्रभु येशूको उनले साक्षात दर्शन पाए, त्यस पछाडि उनको जीवन परिवर्तन भयो र उनी येशू ख्रीष्टलाई र येशू ख्रीष्टका सम्पूर्ण अनुयायीहरूलाई खतम गर्छु भनेर हिँडेका व्यक्ति अब येशूको दास भनेर उनले आफूलाई चिनाउँदछन्। पावलले आफैलाई मोल तिरेर किनिएको एक व्यक्ति येशू ख्रीष्टको दासको रूपमा चिनाउँदछन्। दास भन्नाले पावलले यहाँ प्रयोग गरेका दास शब्दको अर्थ प्रेम र भक्ति अनि स्वेच्छा सहित आफ्नो मालिकको घरमा जीवनभरि सेवा गर्ने व्यक्ति भन्ने अर्थ लाग्दछ। प्रेरितको अर्थ येशूको राज्य विस्तार गर्नको लागि अर्थात् मण्डली स्थापना गर्नको लागि विशेष जिम्मेवारी दिएर पठाइएको व्यक्ति भन्ने अर्थ हुन्छ। दमस्कसको बाटोमा पावलले येशूको दर्शन पाएका थिए। अन्य जातिहरू कहाँ सुसमाचार लिएर जाने विशेष जिम्मेवारी उनले येशूबाटै पाएका थिए। आज तपाईँ र म पनि अनि सम्पूर्ण येशूको मण्डलीले उहाँको राज्य विस्तार गर्नका लागि एक वास्तविक प्रेरित नभए तापनि प्रेरितको सेवकाई पाएका छौँ। उहाँको राज्य विस्तार गर्ने ठूलो जिम्मेवारी तपाईँ र मैले पाएका छौँ। पावलले आफूलाई 12 प्रेरितहरूका स्तरमा राख्दछन्। यद्यपि उनी 12 चेलाहरूमध्ये अर्थात् 12 प्रेरितहरू मध्येका थिएनन् र पनि उनले आफूलाई ती प्रेरितहरूको स्तरमा राख्दछन् र उहाँको कामको लागि परमेश्वरबाटै अधिकार प्राप्त गरेको दाबी गर्दछन्। प्रेरित हुनलाई बोलाइएको भनेर मुक्तिदाता येशूको एक विशेष दूतको रूपमा जोड दिन्छन्। पावल चाहिँ हामी पनि ख्रीष्ट येशूको अमूल्य रगतद्वारा मोल तिरेर किनिएका हौं। उहाँको बचाउने शक्तिको साक्षी दिनलाई आज तपाईँ र म पनि बोलाइएका छौँ र जहाँ पनि हामी जान्छौँ यस सुसमाचार सबैलाई बताउनका लागि हामी अलग गरिएका छौँ। हामी 2 देखि 6 पदमा हेरौँ। 2 देखि 6 पदमा हेर्छौँ भने पावलले रोमका इसाईहरूका माझमा उनले प्रचार गर्ने सुसमाचार के हो भनेर परिचय दिन्छन्। 2 पदमा हामी हेरौँ, जुन सुसमाचार उहाँले अघिबाटै आफ्ना अगमवक्ताहरूद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो भनेर बताउँछ। उनले प्रचार गर्दै गरेको सुसमाचार नयाँ होइन, पुरानै सुसमाचार हो भनेर उनले बताउँदैछन्। यो पत्र पढ्ने कुनै पनि यहुदी विश्वासीले सुसमाचार पूर्ण रूपमा नयाँ छ र तिनीहरूका आत्मिक सम्पदासँग सम्बन्धित छैन भनेर विचार नगरून् भनेर पावलले यस सुसमाचारको बारेमा पुरानो नियमका अगमवक्ताहरूले पनि प्रतिज्ञा गरेका थिए भन्दै उल्लेख गर्दछन्। अगमवक्ताहरूका बोलीहरू र उनीहरूले अगमवाणी गरेका संकेतहरू दुवैमा सुसमाचारको विषयमा बताएका थिए भनेर पावलले बताउँदछन्। नोआको जहाजमा भित्र पस्ने जति सबै बाँचेका थिए, जसले सुसमाचारलाई झल्काउँदछ। अनि काँसको सर्प
खम्बामा झुन्ड्याएको काँसको सर्पलाई हेर्ने जति सबै सर्पको विषबाट बचाइएका थिए। अनि त्यसै गरिकन बलिदान प्रथा, बलिदानको प्रणालीले पनि मानिसका उद्धारको लागि परमेश्वरबाट आउनुहुने येशूको अन्तिम बलिदानलाई नै संकेत गर्यो। वास्तवमा मानिस जातिको उद्धारको लागि येशू मानव रूपमा आउनुहुने विषयमा परमेश्वरले उत्पत्तिको पुस्तक 3 अध्यायको 15 पदमा नै बताइसक्नु भएको थियो। पावल ख्रिस्टमा परिवर्तन हुनुभयो कि बाइबल धर्मशास्त्र पुरानो नियमका खुङखार व्यक्ति, यहुदी धर्मका कट्टर धर्मगुरु एक फरिसी थिए। आफ्नो यहुदी धर्मलाई जोगाउनका लागि ईसाईहरूलाई विनाश गर्ने उद्देश्यले उनी दमस्कसको बाटोमा जाँदै थिए। त्यसबेला बाटोमा स्वर्गबाट येशूको साक्षात दर्शन पाएपछि उनले धर्मशास्त्रको पुरानो नियममा येशूको विषयमा गरिएका सबै प्रतिज्ञाहरू र सबै अगमबाणीहरूका अर्थ बुझे र त्यही सुसमाचार पावलले यहाँ बताउँदैछन् र 3 पदमा भन्छन्, यो सुसमाचार परमेश्वरको पुत्रको विषयमा हो, जसको जन्म शरीर अनुसार दाउदको वंशबाट भएको थियो। सुसमाचार भनेको परमेश्वरको पुत्रको विषयमा असल खबर हो, जो शरीर अनुसार दाउदको वंश हुनुभयो। यो सुसमाचार परमेश्वरको पुत्रको विषयमा हो। पावलले प्रचार गरेको सुसमाचारको मुख्य केन्द्र नै यही हो कि परमेश्वरको पुत्र येशू ख्रिस्ट जसरी सूर्यको वरिपरि सबै कुराले परिक्रमा गर्दछ, त्यसै गरी बाइबल धर्मशास्त्रको केन्द्र येशू हुनुहुन्छ। ईसाई विश्वासको मुख्य केन्द्र कुनै विशेष प्रकारको शिक्षा वा कुनै नैतिक प्रणाली अथवा कुनै दर्शन शास्त्र होइन, यो त एक व्यक्ति उनै येशू ख्रिस्टको विषयमा हो। अनि पावलले भन्छन्, जसको जन्म शरीर अनुसार दाउदको वंशबाट भएको थियो। येशू दाउदको वंशबाट यस संसारमा आउनु भएको कुराले उहाँको मानव अस्तित्व र परमेश्वरको पुत्रका रूपमा अनन्त अस्तित्व दुवैलाई बताउँदछ। उहाँले मानव रूप धारण गरेर यस संसारमा आउँदा ईश्वरत्व गुमाउनु भएको होइन, तर 100% ईश्वर र 100% मानव दुवै हुनुहुन्थ्यो। उहाँले मानिसहरूका सबै दुःख, पीडा र कमजोरी बुझ्न सक्नुहुन्थ्यो, किनकि उहाँ पूर्ण मानिस हुनुहुन्थ्यो। उहाँ सिद्ध हुनुहुन्थ्यो, त्यसैले त मानिस जातिलाई मुक्ति दिन उहाँ योग्य हुनुहुन्छ। किनकि पद 4ले भन्छ, येशू ख्रिस्ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्थान हुनु भएर पवित्रताको आत्मा अनुसार शक्तिमा परमेश्वरका पुत्र ठहर्नु भयो। येशू ख्रिस्ट हाम्रा प्रभु भनेर पावलले भन्दछन्। पावलले यहाँ येशूलाई प्रभु भन्दछन्। पुरानो नियमलाई ग्रीक भाषामा उल्था गर्दा प्रभु शब्दको अर्थ यहोवा हुन्छ, जसको अर्थ अनन्त भन्ने अर्थ लाग्छ, अनन्त परमेश्वर। पवित्र आत्मालाई यहाँ पवित्रताको आत्मा भनिएको छ, जो येशूको आत्मा हुन्छ। पवित्र आत्माले येशूको बप्तिस्मा र उहाँको सेवाकाईको अवधिमा आश्चर्य कर्ममा पनि साक्षी दिएर उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ, अर्थात् ईश्वर नै हुनुहुन्छ भनेर प्रमाणित गरिदिनु भयो। किनकि येशूले पिताको महिमा गर्नुभयो चाहिँ पवित्र आत्माले पनि येशूको महिमा गर्नुहुन्छ। पिता, पुत्र र पवित्र आत्मा तीनै बराबर हुनुहुन्छ, एकै हुनुहुन्छ। त्रिएक परमेश्वरमा कोही ठुलो सानो भन्ने छैन। यो त हामी मानिस जातिले परमेश्वरको वचनको ज्ञानको कमीले गर्दाखेरि त्रिएक परमेश्वरलाई छुट्याउने र ठुलो सानो बनाउने काम गर्दछौँ। जब हाम्रो प्रभु येशूले परमेश्वरलाई पिता भनेर सम्बोधन गर्नुभयो, तब उहाँले आफैलाई परमेश्वर समान दाबी गर्दै हुनुहुन्छ भन्ने र यहुदीहरूले ठिकसँग बुझे। यूहन्नाको पुस्तक 5 अध्यायको 8मा हामी हेर्छौँ भने उहाँले परमेश्वरलाई आफ्नै पिता भन्नुभएको थियो। अनि यहुदीहरूले यसलाई ईश्वर निन्दा भनेर येशूलाई चाहिँ निन्दा गरे, येशूको विरोध गरे। यहाँ हामी येशूको मानवता र ईश्वरत्वको दुवैको प्रमाण देख्दछौँ। मानवताको प्रमाण मानव रूपमा उहाँ जन्मनु भयो। उहाँको ईश्वरत्व प्रमाणको रूपमा चाहिँ उहाँ मरेकोबाट पुनरुत्थान हुनुभयो। उहाँ मृतकबाट पुनरुत्थान भएर परमेश्वरको पुत्र हुनुभएको होइन, बरु उहाँको पुनरुत्थानले उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँ ईश्वरै हुनुहुन्छ, अनन्त हुनुहुन्छ भनेर प्रमाणित गरिदिनु भयो। किनकि उहाँ आफ्नै शक्तिद्वारा बौरी उठ्नुभयो। सुसमाचारको पुस्तक यूहन्ना 2 अध्यायको 19 पदमा उहाँले यरुशलेम मन्दिरको शुद्धि गर्दा उहाँले यहुदीहरूलाई आफ्नो शरीरको विषयमा भन्नुभयो, यस मन्दिरलाई भत्काइदियो
र म 3 दिनमा यसलाई खडा गर्नेछु। उहाँले आफ्नो शरीरको बौरी उठाएको संकेत गर्दै हुनुहुन्थ्यो। 5 पदमा हामी पढौँ, उहाँका नाउँको खातिर विश्वासद्वारा आउने आज्ञा पालन सबै जातिहरूका बीचमा ल्याउनलाई हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौँ। परमेश्वरको इच्छा सबै मानिस जातिले पापबाट मुक्ति पाउन् र अनन्त जीवन प्राप्त गरून् र परमेश्वरसँगै स्वर्गमा अनन्त समय रहन पाउन् भन्ने हो। प्रेरितको काम सबै मानिसहरूलाई ख्रिस्टमा विश्वास गर्नलाई परमेश्वरले दिनुभएको आज्ञा पालन गर्नको लागि बताउनु हो। परमेश्वरको आज्ञा पालन भनेको के हो त? आफ्ना पापलाई पश्चाताप गरी ख्रिस्ट येशूमा विश्वास गर्नु हो। प्रेरित 20 अध्यायको 21 पदमा पावल सुसमाचारको विषयमा भन्दछन्, यहुदीहरूलाई र ग्रीकहरूलाई पश्चाताप गरेर परमेश्वरपट्टि फर्कुन् र हाम्रा प्रभु येशू ख्रिस्टमाथि विश्वास राख्नु भन्ने कुराको गवाई मैले दिएको छु। सम्पूर्ण अन्य जातिहरूलाई सुसमाचार प्रचार गर्नका लागि पावलले परमेश्वरबाट अनुग्रह पाएका थिए। परमेश्वरमा विश्वास गरेर नयाँ जन्म पाएका तपाईँ र म सबै इसाईहरूले परमेश्वरबाट अनुग्रह पाएका छौँ। उहाँबाट सुसमाचार प्रचारको लागि महान आज्ञा पाएका छौँ। तपाईँ र म मात्र परमेश्वरमा बाँच्ने होइन, आज हाम्रो परिवार, हाम्रो समाज र सारा राष्ट्रका मानिसले मुक्ति पाएको हेर्ने इच्छा तपाईँ र मेरो हुन आवश्यक छ। यो कामको लागि को जाने त? यशायाको पुस्तक 6 अध्यायको 8 पदमा परमेश्वरले भन्नुहुन्छ, म कसलाई पठाउँ र हाम्रा निम्ति को जाने? आज तपाईँ र मलाई पनि परमेश्वरले त्यही प्रश्न गर्दै हुनुहुन्छ। संसारमा प्रभु येशूको बारेमा नसुन्ने र प्रभु येशूलाई ग्रहण नगर्ने धेरै मानिसहरू छन् र आज परमेश्वरलाई नपाइकन, प्रभु येशूलाई नपाइकन मानिसहरू नरकको बाटोतर्फ गइरहेका छन्। आज प्रभु येशूले तपाईँ र मलाई भन्नुहुन्छ, तपाईँ र मेरो वरपर भएका छिमेकीहरू जति पनि प्रभुलाई नपाइकन मरिरहेका छन्, तिनीहरूलाई हेरेर प्रभुले भन्नुहुन्छ, आज मेरो लागि को जाने, हाम्रो लागि को जाने? यो सुसमाचार लिएर येशू प्रभुको जन्म, मृत्यु र पुनरुत्थानको बारेमा बताउन को जाने भनेर आज प्रश्न गर्दै हुनुहुन्छ। आज तपाईँले र मैले पनि यसरायले चाहिँ म हाजिर छु, मलाई पठाउनुहोस् प्रभु भन्नु अति आवश्यक छ। किनकि परमेश्वरले कोही पनि मानिस नमरेको चाहनुहुन्छ र कोही पनि मानिस उहाँलाई नपाइकन, उहाँको सुसमाचारलाई नपाइकन नरकको बाटोतर्फ लम्किरहेको उहाँ चाहनुहुन्न। त्यसले गर्दा तपाईँ र मेरो लागि प्रभु येशूले आज भन्नुहुन्छ, आज यो सुसमाचार लिएर को जाने? आज तपाईँ र मैले पनि भन्नु आवश्यक छ, प्रभु म यही छु, प्रभु म हाजिर छु, मलाई पठाउनुहोस्, म जान चाहन्छु। र तपाईँ परमेश्वरको राज्यमा ती आत्मालाई, ती मानिसहरू जो प्रभु तपाईँलाई नपाइकन अन्धकारको बाटोतर्फ लम्किरहेका छन्, तिनीहरूलाई तपाईँमा ल्याउने कार्यमा म पनि एउटा अङ्ग हुन चाहन्छु भनेर आज तपाईँ र मैले भन्नु आवश्यक छ। हामी 6 पदमा हेरौँ, तिमीहरू पनि तिनीहरूसँग येशू ख्रिस्टका हुनलाई बोलाइएका छौ। आज तपाईँ र म पनि पावल जस्तै, प्रभु येशूमा बाँचेका अन्य विश्वास जस्तै तपाईँ र म पनि ख्रिस्टका हुनलाई बोलाइएका छौँ भने आज तपाईँको र मेरो पनि जिम्मेवारी परमेश्वरको राज्यमा प्रभुले बोलाउनु भएको ती मानिसहरूलाई उहाँको राज्यमा ल्याउनको लागि तपाईँ र मेरो पनि केही न केही जिम्मेवारी छ। सुसमाचारलाई ठिक प्रकारले प्रत्युत्तर दिएर येशू ख्रिस्टमा विश्वास गरेकाहरूलाई पावलले यहाँ येशू ख्रिस्टका हुनलाई बोलाइएकाहरू भनेर सम्बोधन गर्दछन् र तिनीहरूको मुक्तिको कामको लागि पहिलो कदम परमेश्वरकै हो भन्ने कुरा जोड दिन्छन्। तपाईँ र मेरो काम इमानदारीका साथ सुसमाचार प्रचार गर्ने हो र मानिसलाई मुक्तिको लागि बोलाउने र चुन्ने काम परमेश्वरको हो। त्यसले तपाईँ र मेरो काम हामी इमानदारीका साथ पुरा गरौँ र परमेश्वरले चुनिएका जति उहाँको राज्यमा पक्का हुनेछन्। हामी 7 पदलाई पढौँ। अन्तिम पद, रोममा भएका तिमीहरू सबै परमेश्वरका प्रियहरू जो सन्त हुनलाई बोलाइएका छौ, तिमीहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रिस्टबाट अनुग्रह र शान्ति भनेर पावलले भन्दछन्, अभिवादन गर्दछन्। यो पत्र एउटा मण्डलीको लागि मात्र नभइकन रोममा भएका विभिन्न मण्डलीहरूका लागि थियो। यस पुस्तकको अन्तिम अध्यायले संकेत गर्दछ कि रोम शहरमा विश्वासीहरूका अन्य समूहहरू पनि थिए। येशूको अमूल्य रगतद्वारा उद्धार पाएकाहरू सबै परमेश्वरका प्रियहरू हुन् अनि सन्त हुनलाई बोलाइएकाहरू हुन्।
सन्त, जसको अर्थ परमेश्वरको निम्ति संसारबाट अलग गरिएको भन्ने हुन्छ। अर्थात् परमेश्वरको निम्ति पवित्र जीवन जिउनको लागि पवित्र जातिको रूपमा चाहिँ छुट्याएको भन्ने अर्थ लाग्छ। जसरी एउटा अन्डामा भित्रपट्टि सेतो भाग र भित्रको रानी भन्ने पहेँलो भाग हुन्छ र त्यो दुईटालाई हामी जसरी छुट्याउँछौँ, एकबाट अर्को छुट्याउँछौँ, त्यसरी नै परमेश्वरले नि संसारबाट तपाईँ र मलाई, हामी संसारमा छौँ तर हामीलाई परमेश्वरले संसारबाट अलग गर्नुभएको छ उहाँको महिमाको लागि, उहाँको राज्यको लागि, उहाँको अनन्त राज्यमा प्रवेश गर्नको लागि। र आज तपाईँ र मेरो पनि जिम्मेवारी यही हो कि तपाईँ र मैले पनि प्रभुलाई नचिनिकन नरकतर्फ लम्किरहेकाहरूलाई प्रभुको राज्यमा ल्याउनको लागि तपाईँ र मेरो पनि जिम्मेवारी छ। तपाईँ र मेरो पनि परमेश्वरको काममा हात बढाउने एउटा अभिन्न जिम्मेवारी छ भन्ने कुरा हामी बुझ्न सक्छौँ। तपाईँ र म पनि यदि येशूमा आफ्नो मुक्तिका लागि विश्वास गरेका छौँ भने हामी परमेश्वरका प्रियहरू र संसारबाट अलग गरेका उहाँका सन्तहरू अर्थात् पवित्र जनहरू हौँ। पावलले यहाँ उनको अभिवादनमा परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति भन्दछन्। ग्रीक अभिवादनको लागि प्रयोग गरिने शब्द क्यारिस, जसको अर्थ अनुग्रह हो, र हिब्रू शब्द शालोमको अर्थ शान्ति हो। यी दुवै अभिवादन गर्ने शब्दहरू थिए। पावलले यी दुई शब्दहरूको संयोजनलाई प्रयोग गर्दछन् किनकि यस पुस्तकमा पावलको सन्देशले बताउँदछ कि कसरी विश्वास गर्ने यहुदीहरू र अन्य जातिहरू ख्रीष्टमा एकै मानिस भएका छन् भनेर। यहाँ उल्लेख गरिएको अनुग्रह बचाइनको लागि आवश्यक अनुग्रह होइन, तर ईसाई जीवन र सेवालाई सुसज्जित पार्ने र शक्ति प्रदान गर्ने अनुग्रह हो। त्यसै गरी यहाँ उल्लेख गरिएको शान्ति पनि परमेश्वरसँगको हाम्रो विगतको दुश्मनीपछि ख्रीष्ट येशूद्वारा स्थापना भएको शान्ति होइन, बरु कष्टप्रद समयमा पनि विश्वासीहरूका हृदयमा परमेश्वरको शान्तिले राज गरेको शान्तिको विषयमा पावलले यहाँ बताउँछ। किनभने एक व्यक्तिले जबसम्म परमेश्वरको अनुग्रहलाई आफ्नो जीवनमा महसुस गर्न सक्दैन, उसको हृदयमा कहिल्यै पनि शान्ति र आनन्द आउन सक्दैन। किनभने सन्तहरूसँग पहिले नै परमेश्वरसँगको सम्बन्धमा शान्ति छ। अब तपाईँ र मेरो परमेश्वरसँगको जुन भएको त्यो विगतको लामो समयदेखिको दुश्मनी अब सकिएको छ र अब तपाईँ र मेरो हृदयमा शान्तिले बास गर्दछ किनकि हामीले परमेश्वरको अनुग्रहलाई बुझिसकेका छौँ र तपाईँ र म विश्वासद्वारा परमेश्वरमा धर्मी तुल्याइसकेका छौँ। पावलले यहाँ परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति भन्दै प्रभु येशूलाई परमेश्वर पितासँगै बराबरको रूपमा उल्लेख गर्दछन्। पावलले यहाँ भन्दछन्, म प्रभु येशू ख्रीष्टको दास एक पदमा र प्रेरित हुनलाई बोलाइएको भनेर। अनि उनले प्रचार गरेको सुसमाचार यो नयाँ सुसमाचार होइन। यदि नयाँ हो भने त्यो सत्य होइन, यदि सत्य हो भने त्यो नयाँ होइन। सत्य जहिले पनि एकै हुन्छ र सत्य कुरा नयाँ हुँदैन अनि नयाँ कुरा सत्य पनि हुँदैन। पावलले भन्छन् उनी के को लागि बोलाएका? सुसमाचार। अनि त्यो सुसमाचार के हो? 3 पदले भन्छ, प्रभु येशू ख्रीष्टको जन्म, मृत्यु र पुनरुत्थान। आज तपाईँ र मैले पनि यदि प्रभु येशूको यस सुसमाचारलाई बुझेका छौँ, उहाँबाट तपाईँ र म पनि पावल चाहिँ उहाँको दास हुनलाई, उहाँको प्रेरित हुनलाई बोलाएका छौँ भनेर महसुस गर्न सक्छौँ भने आज तपाईँ र मेरो पनि जिम्मेवारी तपाईँ र मेरा वरपर भएका प्रभुलाई नचिन्नेहरूलाई सुसमाचारको बारेमा, प्रभु येशूको बारेमा सुनाउनु अति आवश्यक छ र प्रभु येशूमा भर्खरै अगाडि बढ्दै गरेका नयाँ विश्वासीहरूलाई परिपक्वतामा अगाडि बढाउने जिम्मेवारी आज परमेश्वरले पावललाई चाहिँ तपाईँ र मलाई पनि दिनुभएको छ। प्रभु येशू जो शरीर अनुसार मानिस जातिको उद्धारको लागि मानिसहरूलाई प्रेम गर्नुभएको कारणले यस संसारमा आउनुभयो र मारिनुभयो, गाडिनुभयो र बौरी उठ्नुभयो केवल तपाईँ र मेरो मुक्तिको लागि। यदि यो कुरा तपाईँलाई मैले बुझेका छौँ भने तपाईँ र म पनि उहाँमा नयाँ गरिकन बाँचेका छौँ। यदि नयाँ गरिकन बाँचेका छौँ भने यी कुरालाई बुझेअनुसार उहाँको सुसमाचारलाई तपाईँलाई मैले बुझेका छौँ भने त्यसै मुताबिक तपाईँ र मैले पनि जीवन जिउन आवश्यक छ। यस अध्ययनलाई सुन्दै गर्नुभएको यदि तपाईँले पनि अझसम्म प्रभुमा नयाँ जन्म पाउनु भएको छैन, प्रभु येशूलाई चिन्नु भएको छैन भने यतिखेर तपाईँको लागि समय छ। प्रभु येशू तपाईँको लागि यस संसारमा आउनुभयो र तपाईँको लागि क्रुसमा चढ्नुभयो र मर्नुभयो र बौरी उठ्नुभयो र यसबाट उहाँले प्रमाणित गरिदिनु भयो कि उहाँ परमेश्वर हुन्छ, मृत्युमाथि पनि विजय हासिल गर्नुहुने परमेश्वर हुन्छ अनि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन पाउनेछ भन्दै आजको यस अध्ययनलाई म यही अन्तिम गर्न चाहन्छु र आउने हप्ता हामी फेरि पनि रोमीको पुस्तक 1 अध्यायको 8 पदबाट हाम्रो अध्ययनलाई अघि बढाउनेछौँ। तबसम्मको लागि बिदा हुन चाहन्छु। जय मसीह। धन्यवाद।